ओम श्री कालरात्रि देव्ये नमो नमः। फूलपातीको हजुरहरू सम्पूर्ण भक्तजनहरूलाई धेरै धेरै शुभकामना। नमस्कार। आज दुर्गा नवरात्रि दुर्गा पूजाको 8औं दिन फूलपाती परेको छ। फूलपातीको विशेष पूजा हामीले हाम्रो कुलदेवी माँ कालीको मन्दिरमा गरिरहेका छौं। या देवी सर्वभूतेषु मातृरूपेण संस्मृतः नमस्तस्यै नमो नमः। यहाँ हवन पूजा गर्दैछौँ हामी। गोरो मान्छे रातो आज कालरात्रि यो वर्ष तिथि थपिएकोले गर्दाखेरि आज 8औं दिन भएको छ। मन्दिर सरसफाई ध्वजाहरू सजाएर ध्वजा पतंगा लगाइसके पछाडि हामी दुर्गा पूजा गर्दैछौँ। होमवादी गरेर अनि देवीलाई बलि भोग चढाएपछि अनि पूजा सम्पन्न गर्छौँ हामी आज। मेरो ठुलो बुवा र म होम गर्दैछौँ। पाले पालो देवीहरूको मन्त्र उच्चारण गरेर 108 चोटि हामी हिन्दू धर्मावलम्बीहरूको अत्यन्त महत्त्वपूर्ण पर्व हो दशैँ नवरात्रिको पूजा। ओम जय माँ काली, ओम जय माँ काली, ओम जय माँ काली। माँ कालीको दर्शन छोरीले गरी पालै पालो मन्दिर पूजा गर्दैछौँ। यहाँ चाहिँ मेरो ठुलो बुवाले ज्येष्ठ ठुलो बुवाले जमरा राख्नुभएको छ। घटस्थापनाको दिनमा जमरा पनि यो वर्ष राम्रो भएको रहेछ। बाहिर पनि राख्नु भएको छ। मम्मी शिवजी पूजा गर्दैछ। सही ढोगा ढोग्नु पाले पालो यहाँ चाहिँ बलि दिँदै हुन्छ। मेरो एकजना ठुलो परिवारले यहाँ बलि दिँदै हुन्छ। एकछिन पछाडि बोका चढाउनुहुन्छ। पाले पालो बलि दिएर पूजा गर्नुहुन्छ। बलि दिइसकेपछि हामीले देवी माताको दर्शन